साथीहरु, यो झापाको चन्द्रगढीमा आज 82 साल कार्तिक 21 गते बिहिबार राति 3 बजेतिर बिहानी पख यो हात्तीको आतंक हेर्नुस्। यो पाक्न लागेको धान सबै खाएको छ। हेर्नुस्, एकदम ध्वंस पारेको छ। विगतमा अविरल वर्षाको कारणले गर्दाखेरि यो धान मजाले फलेको थिएन। फलेपछि पनि केही कृषकलाई राहत आशा थियो, अब चाहिँ धान मजाले फल्छ होला भनेर। तर यो हात्तीको आतंकले हेर्नुस्, यहाँ सबै यो धान त लगभग हेर्नुस् 1.5-2 बिघा जति धान चाहिँ सबै ध्वंस पारेको छ। म यहाँ बिहानी पख आएर खिच्दैछु। अब आगामी दिनमा यसरी हात्तीको नियन्त्रण नगरेको खण्डमा यो सम्पूर्ण कृषकहरूको एकदम क्षति गर्नेछ। हेर्नुस् कसरी खाएको छ बाला बाला। सबै धान यो दाइँ गरे जस्तै छ। हेर्नुस्, अब यो केही काम लाग्दैन। ल हेर्नुस्, यहाँ टुक्रा पारिदिएको छ। अब पनि आगामी दिनहरूमा यो हात्तीको नियन्त्रणको लागि सरकारद्वारा केही कदमहरू नचालेको खण्डमा कृषकहरू एकदम घाटाको अनुभव गर्नेछन् र कृषकहरूलाई राहत हुने छैन। र कृषकको परिश्रम मेहनत सबै खेर जानेछ। यसतर्फ चाहिँ सरकारको ध्यान जाओस् भन्दै यो भिडियो बनाएको छु। धन्यवाद।